म एकदम 2 वर्षको योजना प्रष्ट भिजन सहित आएको छु र मलाई लाग्छ 2 वर्षभित्रमा विद्यार्थीलाई पनि म केही दिनेछु र युनिभर्सिटी पनि स्वरूप हामी रूपान्तरण गर्नेछौँ। त्यसमा हाम्रो भिजनको एजेन्डा नम्बर 1 मा छ हामीले डिजिटल टियु भनेका छौँ। त्यसमा भनेको हामीले बल्खुलाई सबैभन्दा पहिला बल्खुलाई अनलाइन लगिदिने छौँ। यसको मतलब विद्यार्थी ट्रान्सक्रिप्ट माइग्रेसन लगायत अन्य डकुमेन्ट लिन बल्खु आउनु पर्दैन। अब हामी कलेज पुर्याउने व्यवस्था गर्छौँ, त्यसका लागि लडिरहेका पनि छौँ। यो वैशाखभित्रै हामी गर्छौँ। त्यसैगरी अर्को हामी स्किल डे भन्ने हाम्रो चाहिँ एजेन्डा छ। हरेक हप्ता हामी यहाँ विद्यार्थीलाई स्किल सिकाउँछौँ। नलेज त विश्वविद्यालयले दिन्छ, सँगसँगै हामी स्किल सिकाउँछौँ। जस्तै हामीले हरेक हप्ताको एक दिन चाहिँ हामीले रिसर्च राइटिङ, प्रपोजल राइटिङ, थिसिस राइटिङ, आर्टिकल राइटिङ, जर्नल राइटिङ, डाटा एनालाइसिसका टुल्सहरू, पाइथन, स्टाटा, एसपीएसएस लगायतका हामीले यस्ता कुराहरू सिकाउँछौँ, जसले गर्दाखेरि चाहिँ विद्यार्थीलाई अन्य धेरै स्किलमा अब्बल बनाउँछ र उनीहरू त्यो स्किल लिएर चाहिँ मार्केटमा गएर काम गरेर कमाउँदै खान सक्नुहुन्छ। र अर्को एजेन्डा छ हाम्रो RANTA भनेको छौँ हामीले, रिसर्च एसिस्टेन्ट एन्ड टिचर एसिस्टेन्स। त्यसमा चाहिँ हामीले प्रोफेसरले चाहिँ हामीलाई ग्रान्ट ल्याउनुहुन्छ। ग्रान्ट ल्याइसके पछाडि चाहिँ त्यो रिसर्च गर्नको लागि ग्रान्ट ल्याउनुहुन्छ। त्यस पछाडि विद्यार्थीलाई चाहिँ त्यहाँ इन्गेज गराउनुहुन्छ र विद्यार्थीले प्रोफेसर सँगसँगै रिसर्च गरेर अब आफूले रिसर्च पनि सिक्छ प्लस कमाउँछ। त्यसै गरी हाम्रो अरू एजेन्डामा विद्यार्थीलाई इन्टर्नसिपमा जोड्ने भनेका छौँ। त्यसले गर्दाखेरि चाहिँ विद्यार्थीले वर्क एक्सपिरियन्स पाउँछ। जस्तै विभिन्न विभागका विद्यार्थीहरूलाई सम्बन्धित संस्थासँग विश्वविद्यालयले यहाँ मयु गर्छ। त्यस पछाडि विद्यार्थीहरू चाहिँ पेड इन्टर्नसिपमा जान्छन् र उनीहरूले अनुभव पनि लिन्छन् प्लस कमाउँछन्। यसरी विद्यार्थीले हामीलाई पढ्दै कमाउँदै कार्यक्रममा हामीले जोड्ने लक्ष्य लिएका छौँ र यो हामी गर्छौँ पनि। नमस्ते, म प्रवीण दाहाल। अहिले अखिल क्रान्तिकारीको तर्फबाट विश्वविद्यालय क्याम्पस टियुमा सोभिउ सभापतिको उम्मेदवारी छु म र एकदम जित्ने तरिकाले लागिराखेका छु। किनभने हामीले विद्यार्थीको पक्षमा काम गरेका थियौँ, लडेका थियौँ, विद्यार्थीको आवाज बनेर उभिएका थियौँ र विद्यार्थीले न्याय गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ। हामी जित्छौँ भन्ने पक्षमा छौँ। सबैभन्दा यसलाई सुधार्नको लागि एक नम्बरमा हामीले राजनीतिक भागभण्डा अन्त्य गर्नुपर्छ। किनभने यहाँ कर्मचारी पार्टीको आदेशमा नियुक्ति गरिन्छ, प्राध्यापक पार्टीमा आबद्ध हुन्छन्, उहाँलाई नै नियुक्ति गरिन्छ, लगायत त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू पार्टीको माइन्डेट लिएर चाहिँ यहाँ नियुक्ति भएका हुन्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो ब्रेन पुलिङ भइरहेको छैन है। किनभने असक्षम व्यक्तिहरू र पार्टीमा पार्टीका विशेष मान्छेहरू चाहिँ यहाँ नियुक्ति हुँदै गर्दाखेरि चाहिँ उहाँले आम विश्वविद्यालय र विद्यार्थी भनेर भन्दा पनि पार्टीको निर्देशनको आधारमा काम गरेका छन्। पहिला राजनैतिक भागभण्डाको अन्त्य गर्नुपर्छ र ब्रेन पुलिङ गर्नको लागि विश्वविद्यालयलाई खुल्ला प्रतिस्पर्धामा लानुपर्छ। यसको मतलब त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, भिसी, रेक्टर, रजिस्ट्रारदेखि लगाएर पदाधिकारी प्लस डिन प्लस अन्य प्राध्यापक कर्मचारीमा नियुक्तिमा खुल्ला प्रतिस्पर्धा लानुपर्छ। एउटा नम्बर हैन। राजनीतिक व्यवस्था गर्न पाइयो तर राजनीतिक हस्तक्षेप गर्नु हुँदैन। ब्रेन पुलिङ, त्यसरी ब्रेन पुलिङ गर्न सकियो भने अब बल्ल यहाँको विद्यार्थीहरू स्मार्ट हुन्छन्, राम्रा प्राध्यापकहरू आएका हुन्छन्, राम्रा तपाईँको कर्मचारी पदाधिकारीहरू आएका हुन्छन्, उनीहरूले राम्रै भिजन लिएर विश्वविद्यालय चलाउँछन् र यो विश्वविद्यालयमा अनि बल्ल बाहिरी देशका फरेन कन्ट्रीका विद्यार्थीहरू पनि पढ्न आउन सक्छन्। यसरी ब्रेन पुलिङ हुन्छ र विश्वविद्यालयको सुधार हुन्छ भन्ने मलाई लाग्छ।